गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज पोखरा जाँदैछु र मेरो साथमा चाहिँ राजकुमार भाइ जाँदैछ। अब हामी चाहिँ खाना खान चाहिँ सन्तोष दाइकोमा जाने कुरो छ। अब के हुन्छ हेर्दै जाम। ए चिराजेन लाउडे रेडी भएर आइसकेको छ। पौडी खेल्न खालि रेडी हो क्या? यो देखाइदिनु पर्ने त कला फेरि त्यो कला के सलाम कस्तो खाले हान्नुपर्छ केटाहरूलाई। त्यो अस्ति म्यादीहरूले कति नराम्रो हान्छ सलाम, कस्तो ओरिजिनल सलाम के हो यताउता देखाउनु पर्यो। अनि ल हुन्छ ल जाम ल। अब बाटोमा भेट भइहाल्छ। अनि कहाँ कहाँ जाने अब के गर्ने सब थाहा हुन्छ अरे हो। ल ल हामी चाहिँ अलिक उसमा आइपुग्यो। अब खाना हाल्नुहुन्छ अम्बकसम्म टक्क खाना रेस्ट गरेर खाना खाएर टक्क रेस्ट गरेर त्यसपछि चला बनाउनुहुन्छ। ल अहिले टेस्ट ड्राइभ हुँदैछ यहाँ के भन्छ ल दाइ यसको चाहिँ कार्बोरेटर सफा गर्नुपर्ने छ। अहिले भिडियो डाउनलोड हेर्छ अहिले टाइम छैन अहिले ठिकै छ चलाउनु। कार्बोरेटर सफा गरिदिनु, प्लग सफा गरिदिनु अनि हुन्छ। धेरै खासै केही प्रब्लम छ। ग्यारेजको साउ चाहिँ यो बोगी हो। यो ग्यारेजमा एकदम सस्तो र भरपर्दो बनाउनको लागि हाम्रो जिसी वर्कसपमा आउनु होला। अनि के छ व्यवस्था फुल सर्भिसिङदेखि लिएर वासिङ सब, बाइकको कुनै पनि मर्मत गर्न परेमा हामीलाई सम्झनु होला। अनि मुफतमा हुन्छ नि एकदम मुफतमा चाहिँ मुफत भनेको फ्रीमा एकदम सुपथ मूल्यमा मुफतमा हुन्छ। मुफत चाहिँ हुँदैन। ल ल अहिले हामी चाहिँ सबिन होटल आइसकेको छौँ। होटलमा यस्तो गेस्टहरू यस्तो आएको सबिन यहाँ। हेलो सबिन ड्याड खाना खाने बोल्यो भने त ल जाइछ ल। भ्लग बनाउने क्रममा के देखेँ भन्दाखेरि यहाँ मैले को मान्छे देखेँ क्या यहाँ एउटा। हेलो अमर दाई आज के हो र आगो बारिदिने यहीँ आएको तपाईँलाई भेट्न। के हो र डेन्जर गाडी चलाइदिने किन चर्को आवाज सुनिन्छ भनेको त ए आमा अमर दाई पो रहेछ पोखरै हिँडेको त। यहाँको दृश्य यस्तो प्रकारको हुन्छ है। सबै यहाँको स्पेसल भनेको सबभन्दा स्पेसल भनेको यो असला माछा अनि यो सुप लास्ट मिठो हुन्छ। र अब हामी खाना गइरहेको छौँ। अघि चाहिँ यहाँ गेस्टहरू एकदम धेरै हुनुहुन्थ्यो, अहिले चाहिँ अलि खाली भयो। खानु बाबु यार मिठो मिठो डगिसकेको छ। कहिले आउँछ भ्लग? नलगिने आजै आउँछ। सबैहरूको प्रमोसन अनि ल पैसा तिर्न पर्ने भयो होला कि मैले तिरौँ र? क्युआर हो कि क्युआर गर्न क्यास अलि चाहियो होला बाटोमा। क्युआर हो क्या? अनि यहाँबाट हामी निस्किनु पर्ने हुन्छ। अब चाहिँ पोखरा सिद्धो भन्नुहोस् दाइ बाई बाई गयो दाइ ल। नौडाँडा यो नौडाँडा हामीले हल्का रेस्ट गर्नु पऱ्यो कि लास्टै झ्याउ भयो ट्याक्क देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ छौँ ट्याक्क हल्का रेस्ट खुट्टालाई पनि आराम दिनको लागि हामी चाहिँ फाइनली हस्
के भन्छ मान्छेहरूले ह ह ह त नि के ट्याक नखिचौँ भयो खिच्ने र ट्याक्क यस्तो झाडीमा लुकेर ट्याक्क लगाएछ हामीलाई यहाँसम्म ल्याइदियो अब फेरि हामी फेरि ब्याक भइहाल्ने हो क्या हामी फेरि उता कहाँ पुग्नु छ त्यही भएर हामी चाहिँ हल्का थोरै काम परेर यता आइयो देख्न सक्नुहुन्छ ट्याक्क गाडी आइसक्यो पछि हाम्रो भेट्न टक्क लास्टै चिसो हुने रहेछ ट्याक्क अब पोखरा गरेर टोपी चाहिँ किन्नुपर्छ टोपी किनेर ब्याग भइन्छ हामी चाहिँ लगाएछ अब बाटोमा केही छ भने देखाउँ ल हजुरहरूलाई यस्तै माया चाहिँ गरिदिनु होला हजुरले चाहिँ ट्याक्क निचर भएकोलाई चाहिँ मलाई पनि माया गरिदिनु भएको थियो केही कारणवश म चाहिँ युट्युबमा आउन सकेको छैन लगाएछ अब चाहिँ सिधै हामी चाहिँ बाटोतिर भेट हुन्छ कि नभए पोखरा है ट्याक्क Uczyłem się latać. मलाई त आदो हो नि देख्न सक्नुहुन्छ ठ्याक्क यो चाहिँ हामी प्याराग्लाइडिङ गर्ने ठाउँमा आइसक्यौँ शरणकोट यस्तो यो भाइरल हो नि त यहाँ बाइकरहरूले खतरा बनाउँछ भिडियोहरू त्यो आनन्द माथिबाट खस्यो भने के हुन्छ होला त्यो फेवा ताल यहाँ चाहिँ मजाले आनन्दले भ्यू लिइरहनु भयो यहाँ अङ्कल आन्टीहरू चाहिँ यहाँ चाहिँ स्टाइलले पनि पुरा डह्रो हेरिरह मैले कहिले आएर हान्ने हो यस्तो मेरो पनि पालो होला भनेर कुरेर बस्यो धेरै नभने अब यहाँबाट चल्थ्यौँ ढिलो हुन्छ कि अब हेर्न अहिले म यहाँ बाजे गइसकेको छु होइन के छ बाजे के छ बाजे हो र के हालत दे रे हो र मान्छेले बिली गर्छ कसले मान्छेहरूले गर्दैन हामी चाहिँ मान्छे यस्तो अर्कीबाट छिड्दै गएँ ल देख्न सक्नुहुन्छ अब भित्र केही खोल्छु म चाहिँ स्विमिङ पुल हुन्छ बाइकभित्र हाल्नु पर्दैन तपाईँहरूलाई म टाइसन देखाउनु तपाईँलाई टाइसन होइन अब तिमी चिन्नुहोस् ओइ सिट सिट ओइ सिट डाउन 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 अप टक्कलाई चिया खाएर अब मस्त पानी परिरहेको अब घर जाने भनेको तर पानीले ल्यायौँ भनेर हामी यति बसिरहेछौँ पैसा भाइ भाइ हजुर ल ल हुन्छ ल म चाहिँ हुनुसक्यो अब पानी परेको थियो अब फेरि सेफ्टी त हुनु पऱ्यो अघि अलिक दिउँसो गर्नु थियो अहिले चाहिँ फुल सेफ्टीसँग हिँड्नु पऱ्यो अघि त छाती दुखिरहेको चिसो लगाएर अहिले अब एक लट चाहिँ म के अरे आफ्नो बजारले भेट्छु त्यसपछि टाटा भाइ हुन्छु नि रफ्तार ल हिँड्ने ल गाइस पेट्रोलको अपडेट फेरि कसैलाई थाहा छैन भने पोखरामा लेखनाथमा चाहिँ 187 पोख अब कुसमा कति पो होला मैले अस्ति हाल्दै कहिले हाल्दाखेरि 169 थियो अहिले चाहिँ यत्रो पुगिसक्यो सर यहाँ लेखनाथमा चाहिँ कसैलाई पेट्रोलको भाउ थाहा छैन भने बिहान कसैले भेट्न आएको छु बडी त्यहाँ बस्नुभएको छ मलाई चिन्नुभएको छ कि छैन थाहा हुन्छ होला बुबु अहिले होइन अघि नै आएको अब जानु लाग्यो जाने बेला यसो भेटेर जाऊँ भनेर
Coba deh. Ini salah kawan. Hah? Ini foto. ये खिचेर पठाइदियो कि भसलाई विदेशको कुलो ल यत्रोको कुलो कसलाई चाहिएको यहाँ बनाएर उहाँ के अरे समाज घरमा राख्ने रे क्या ए खोलो कसलाई पठाइदिनु नि फोटो फोटो चाहिँ कसलाई पठाइदिनु यो त यहाँ पो मागेको थियो कहाँ तिमीले विदेश पठाइदिनु यहाँको भसलाई ल यहाँको भनेर नपठाऊ हामीलाई पठाइयो हामीलाई गर भनेछ तपाईँलाई के पठाउने हो र मलाई पनि हाल्ने भन्थे भिडियोबाट त्यही त नि कि तपाईँको फोटो तपाईँले चाहिँ केमा पठाइदिउँ भनेको मोबाइलमा हो कि पठाउनु तब मोबाइलमा हो त नि तिमीले आथे भर्खरै के अलि सुकिलो त्यो विवाहसँग होला नि विदेश आफै उता लिन्छ यो हराउँछ क्या धेरैसम्म राखेको उताबाट आएको कि आएको भइबाट के हो खान्छ राम्रो जान्छु खोइ बोल्नु जान्छु आउनु नआउने हो निकिता नानी पनि भर्खरै आएर भात खाएर सुकेर धुएर भात खाएर गयो बिहान पढ्न गइदियो अरे फेरि पढ्नु भयो पढ्न गयो हो त नि म त जान्छु बरु अहिले पानी पर्छ बाटोमा भोलि फेरि घर काम गर्नु गयो बरु ल राम्रोसँग बस्नु है अब त्यो घर बनाइसकेपछि आउँछु के बोल ल पढ्दैन है पढ्दैन हजुर हजुर ल हामी चाहिँ अब के अरे घरतिर हिँड्दै अब पानी पला जस्तो भयो बडीसँग भेटियो हाते फुपू दाईसँग सबैसँग भेटियो अब हिँड्यौँ अब पानी पला जस्तो बाटो पानी हाने ल्याङ हुन्छ त्यही भएर हामी चल्दैछौँ बरु त्यहाँ चेकिङ छ कि छैन बिजु ल्याउनु बिर्सिनु मैले सर्कलबाट जाम किलोमिटर जाम उहिले लागेको छ बाटोमा देख्न गाह्रो भइरहेको छ तर म चाहिँ अहिले लुम्ले आइपुगेँ होइन म चाहिँ सधैँ उद्याएको अन्टीकोमा चिया खान बस्छु आज चाहिँ अन्टी म खतरा प्राङ्क गरिन्छु कि म मास्क खोल्दिनँ अनि यताउता त्यस्तै नाटक गरेर अन्टी यहाँ चिया पाइन्छ यताउता चाउसाउ पाइन्छ यताउता भनेर म बोल्दै त बोल्छु होइन तर नचिने यसरी बोल्नु चाहिँ अन्टीले मलाई चिन्नुहुन्छ चिन्नुहुन्न अब यसो याद गरौँ है साथीहरू सुन्नु भएन भने यो ट्याक उताबाट के फर्किने बेला पोखराबाट फर्किने बेलामा ट्याक यहाँ यस्तो झन्डा आएको छ अनि एउटा बोल पनि छ राम्रो छ कति यहाँ पानी परेर हो क्या अन्टीले के अरे त्यो बन्द गरेको कस्तो राम्रो छ कि पानी परेर यहाँ परेको भित्र कति राम्रो छ ए म चाहिँ हेर्छु अन्टी 2टा कफी बनाइदिनु मिल्क कफी हजुर अन्टीले झुकाउने भनेको अन्टीले चिनिहाल्नुहुन्छ क्या मलाई यस्तो भन नि त हो र आवाजले चिन्नु हो छ्या तपाईँले झन् मैले प्र्याङ्क गर्छु भनेको अर्को आवाजै चेन्ज गर्नु पर्दो रहेछ है जब अन्टीले मलाई चिनिसक्नु भयो मेरो आवाजले चिन्नु भने म भोलि अर्कोचोटि चाहिँ आवाज फेर्न आउँछु कहिले ए हजुर अनि अङ्कल कहाँ जानुभयो ए ल केटा त्यही हो तिमीहरू अब यता
यहीँ जानुभयो त्यो त साइनोबाले हो गर्ने हजुर त्यसमा हम्बुमा जानुपर्छ ल केटा तिमीहरू चाहिँ यता पोखरादेखि फर्किन्छ भने यहाँ बोर्ड छ काँडे भनेर टक्क अनि यहाँ चाहिँ टक्क लाएर अन्टीकोमा खाजा खान पस्थ्यो मेरो केटाहरू साह्रै मिठो बनाउनुहुन्छ अन्टीले स्पेसल आइसकेको छ बनाएर मिठो गरेर खान्छ भने अन्टीलाई धेरै धेरै धन्यवाद दलग्दैन जानुपर्ने हुन्छ ल ल सुरु गरिदिए ल वाउ कसैलाई थाहा कि थाहा छैन यो यसमा चाउचाउमा टिमुरु छोप हालेर खायो भने रेन्जर तातो हुन्छ कि उता मुस्ताङतिर पनि त्यस्तै गर्छ सही मिठो हुन्छ चाउचाउमा यस्तो टिमुरु छोप हालेर यसरी घोलेर खायो भने लास्ट मिठो हुन्छ अनि शरीरलाई तातो बनाउन पनि मद्दत गर्छ कि यसले त्यही भएर कसैले ट्राई गर्नु भयो भने अब ट्राई गर्नु होला ल भाइ ल हामी अब हाम्रो लाग्दिस जानुपर्ने हुन्छ अब टाइमले डाँडा काँटा काटिसक्यो ल अब कुसमा आइसक्यो एकचोटि आउँछु म चाहिँ यहाँ कुसमा आइसकेँ बाइक हल्का यताउता गर्न पर्ने छ बोकुले आज यहाँ मिठो मिठो गीत लाएर किसिम गरेर बसिरह के हो खिच्ने कि होइन मसँग फोटो पछि गाह्रो पर्ला फेरि नपाइएला फेरि दादा तपाईँसँग फोटो खिच्छु प्लिज प्लिज भन्दाखेरि जाऊ होला कति हो त नि आरएक्सले कति हो मलाई मिलाएर 5,000 बनाएर स्टार्ट हुने बनाउँदैन 10मा अनि सिटहरू के हुन्छ काठ हाल्ने मैले कस्टम ल अनि ब्रेकहरू त लाउनु त बनाइदिने होला नि त्यति भएपछि मैले केही न केही गर्छु रोक है अस्ति नि त्यो उसले सोधिरहेको थियो उसले मलाई 30,000 अनि हाम्रो केटाहरू बाग्नु गएको थियो कता गर्छन् यारमा फोनै उठाउनु उड्डा रहेछन् भलिबल खेलेको हेर्दैछौँ मिठो भइरहेको बुढाहरूको यसो टाइम पास गरौँ भनेर आगैबाट यो बाइक मक्खन हुन लागिसकेको छ आगो बन्न लागिसकेको छ हेर साथीहरू हाम्रो दाइको चाहिँ बाइक बन्न लाग्छ ड्राइभर चाहिँ बोलाउँथ्यो ड्राइभर चाहिँ हामीले फिटिङ गरेर हाल्छौँ अनि बाइक चाहिँ सासै उड्छ पहिलाको प्रोग्राम चाहिँ के थियो भनेपछि क्षेत्रमा ताजा पिकअप लिनु थिएन बाइकले डबल रोटी तान्ने थिएन त्यसको मैले प्रोग्राम हेरेर यो टाइप चाहिँ बनाउन लाग्छु अलरेडी हाम्रो डिसी वर्कसप गइरहेको थियो राम्रो काम गर्न छ भने यहाँ आउनु एकदम मिलाएर काम हुन्छ राम्रो काम हुन्छ दाइ धन्यवादहरू इन्स्टा आइडी भनिदेऊ त हजुर इन्स्टा आइडी भनिदेऊ त इन्स्टा आइडी त मलाई थाहा छैन खतरा नाम छ अरे युनिक छ अरे नाम होइन कि खतरा भन्नाले युनिक भन्नाले डेन्जर खालको नाम छ अरे कसैको नभएको मेरो चाहिँ इन्स्टा नाम केबिनोर सर्च हाल्नु इन्स्टाग्राममा केबिनोर नाम हो केबिनोर मेरो इन्स्टामा जुन नाम छ नि कसैले नाम राखेको छैन जस्तो मैले नाम राखेको छु अनि त्यसमा गएर मेरो भिडियो सिडियो हेर्नु ठ्याक्कै फ्लो स्लो गरेर राख्नु मजेको सानो भाइ साथी है अनि ल यति भन्दै ल अहिले चाहिँ हामी यो अब बन्द गर्छौँ अर्को नेक्स्ट भिडियोमा भेटौँ हामी ल अब मेरो बाइक नि छ्याक्क भइसकेको छ अनि आजको भिडियो धेरै लामो भइसक्यो यहाँ अँधेरो भइसक्यो घरतिर गएर अब भ्लग बनाउने कुरो हुन्न अब हामी जान लाखौँ माथि घरतिर अब के भन्न चाहन्छु भन्दाखेरि मेरो भिडियोमा अब भिडियो त बनाएको मैले होइन तर भिडियोमा चाहिँ के सुधार गर्नुपर्ने अब के गर्नुपर्ने अझै कता कता जाम म के गरौँ के गरेको देखाम त्यो सबै अब कमेन्टमा दर्शकहरूले भनिदिनु पाएदेखि त्यो राम्रो हुन्थ्यो होला अब कमी कमजोरीहरू यसो राम्रोसँग बताइदियो भने मैले पनि केही सुधार गर्न सक्छु कि जस्तो लाग्छ मलाई पनि यति भन्दै म चाहिँ आजको मेरो भ्लग इन गर्छु अर्कोचोटि भेटौँ ल